नमस्ते फेरि आज हामी सफा कोठा क्षेत्रमा कसरी प्रवेश गर्ने र बाहिर निस्कने भन्ने बारे जान्नेछौँ। एक उत्पादन प्राविधिकको रूपमा तपाईले उत्पादन सुविधाका विभिन्न क्षेत्रमा पालना गर्नुपर्ने प्रक्रिया र गाउनिङको प्रकार बुझ्न आवश्यक छ। बायोटेक फार्मा उत्पादन सुविधामा 3 फरक क्षेत्रहरू छन्। पहिलो एउटा अनियन्त्रित क्षेत्र हो, जुन एक प्रकारको छेउछाउको क्षेत्र हो जहाँ निर्माण प्राविधिकहरूले कुनै पनि गतिविधिहरू उत्पादन फ्लोरमा नभइरहँदा ह्याङ आउट गर्छन्। अर्को शब्दमा भन्नुपर्दा कार्यालय वा कारखानामा कर्मचारीहरू भेला हुन सक्ने सामान्य क्षेत्र र अरू धेरै जस्तै। एक सुरुवात बिन्दु वा यदि मैले थप विस्तार गर्नुपर्दछ भने म सबै निर्माण प्राविधिकहरूको लागि होल्डिङ क्षेत्र र सबै निर्माण टोली छलफलको लागि भेला हुने ठाउँ भन्न चाहन्छु। यो पनि एउटा क्षेत्र हो जहाँ तपाईँ बस्नुहुनेछ। निर्माण फ्लोरमा जानु अघि तपाईले आफ्नो सुपरभाइजरसँग अर्को के गर्ने बारे छलफल गर्नुहुनेछ। यो सिफ्ट एक्सचेन्ज छलफल गर्ने क्षेत्र पनि हो। सिफ्ट एक्सचेन्ज पर्यवेक्षकहरूद्वारा निर्माण प्राविधिकहरूलाई तिनीहरूको सिफ्टको सुरुमा जानकारी प्रदान गर्न सञ्चालन गरिन्छ। यसले उनीहरूले आज के गर्दैछन् भन्ने निर्देशनहरू समावेश गर्दछ। औषधि र बिरामी सुरक्षाको लागि गाउनिङ एक महत्त्वपूर्ण भाग हो। गाउनिङ आवश्यक पर्ने अन्य 2 क्षेत्रहरू सी, डी र ए, बी हुन् र हामी यो कक्षामा सिक्नेछौँ। यस स्क्रिनमा तपाईले बायाँपट्टि एउटा क्याबिनेट देख्नुहुन्छ जुन तपाईको लकर हो। अर्को तपाईले देख्नुहुन्छ एउटा क्रसओभर बेन्च र सहायक क्याबिनेट। यी केही सामान्य दृश्यहरू हुन्। तपाईको सडक कपडाहरू भण्डारण गर्नको लागि लकर, मास्कहरू पहुँच गर्न क्याबिनेट, स्क्रब गाउन, कपालको जाल, पन्जा, जुत्ता कभर। हामीलाई चाहिने प्रत्येक उपकरणमा जान्छौँ र यसको महत्त्व छ। गरौँ गाउनिङ प्रक्रियामा प्रयोग हुने आवश्यक कुराहरू छलफल गरौँ। तपाईले स्क्रिनमा देख्न सक्नुहुने पहिलो कुरा बायाँमा कभर भएको सो हो र तपाईले यो कसरी लगाइएको देख्नुहुन्छ। त्यसपछि तपाईले मास्क देख्नुहुन्छ। म पक्का छु कि अब सबैलाई यसको महत्त्व थाहा छ। बाजपन्जा हामी जस्तै। थाहा पाउनुहोस् के बाज छ। उत्पादन गरिएको र कुनै प्रदूषण बिना प्याक गरिएको छ। कुनै पनि प्रकारको र प्रयोगको लागि तयार छ। तपाईले देख्नुभएको अर्को चिज टाँसिने चटाई हो। तपाईको जुत्ताको फोहोर यस चटाईमा अड्किन सक्छ र यो सामान्यतया भित्र पस्नु अघि हुन्छ। नियन्त्रित क्षेत्र। अर्को नाइट्राइल ग्लोभहरू छन्। यी बाज छैनन्। यस स्क्रिनमा तपाईले प्रयोगशालामा प्रयोग हुने सामान्य गाउन देख्नुहुन्छ जहाँ उनीहरूले रसायनको परीक्षण र उत्पादित औषधिहरूको परीक्षण गर्छन्। यो गाउन उत्पादन गर्ने गाउनभन्दा अलि फरक छ। यो विभिन्न स्क्रबहरू र गाउनहरू तपाईको राम्रोको लागि बुझ्नको लागि हो। बुझाइ। बीचमा एउटा स्क्रब छ जसरी डाक्टर र नर्सहरू स्वास्थ्य सेवामा लगाउँछन्। त्यसको दायाँपट्टि सफा कोठाको गाउन जुन नीलो रङको हुन्छ, सी र डी ग्रेडको हुन्छ। दायाँतिर सेतो गाउन हुन्छ। यो एसेप्टिक वा बाज भर्नको लागि अधिक कडा प्रयोग गरिन्छ, जुन तपाईले पहिले नै सिकिसक्नु भएको छ। यस चरणमा यदि तपाईँ छिटो गतिमा गाउन सिक्न चाहनुहुन्छ भने स्क्रबबाट सी र डी गाउन ए र बी सम्म यो क्रम हो। तपाईले आफ्नो मेमोरीमा लग गर्न आवश्यक छ। अर्को शब्दमा भन्नुपर्दा जब तपाईँ सफा कोठा निर्माण क्षेत्रतर्फ जाँदै हुनुहुन्छ, तपाईको सामान्य कपडा फुकालिसकेपछि तपाईले लगाउने पहिलो चिज स्क्रब हो। स्क्रब रहन्छ र द गाउनिङ स्क्रबको माथि जान्छ र ब गाउनिङ छरदको शीर्षमा जान्छ। यदि तपाईलाई याद छ कि गाउन कसरी सजिलो छ र तपाईले वास्तविक समयमा गाउन लगाउनु पर्दा समर्थक हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको गाउनिङको क्रममा चिजहरूको क्रम हो। त्यसैले हरेक चिज सफा रहन्छ र हामी निरन्तर थप सफा र सफा चरणमा बढ्दैछौँ। यस तालिममा हामी राम्रो योग्य गाउनिङ व्यक्ति बन्नको लागि गाउन लगाउँदा के गर्नुपर्छ र अन्तिम कुरा के हो भन्ने क्रममा जानेछौँ। एक अनुभव गाउन विशेषज्ञ तपाईलाई प्रशिक्षण दिनेछ। एक उत्तम अनुक्रम पहिले के लगाउने भन्ने बारे। जब तपाईँ सफा कोठामा प्रवेश गर्न लाग्नुहुन्छ, तपाईलाई थाहा छ पहिलो अनुक्रम स्क्रब लगाउनु हो। स्क्रब लगाएपछि त्यहाँ एक अनुक्रम छ, अर्थात् कपाल, दाह्री कभर यदि तपाईको दाह्री छ भने, सुरक्षा चस्मा, पन्जा। त्यसपछि तपाईँ र द गाउनिङमा जानुहुन्छ र आवश्यक भएमा र पनि।
आरब बनाम श्रद्धको कार्यविधि एउटै हो। याद राख्नुपर्ने कुरा यो हो कि कम सफाबाट बढी सफामा पार गर्नु भनेको तपाईँले सिक्नुपर्ने ज्ञान हो र कीटाणुहरू नलिनको लागि तपाईँले के सावधानीहरू अपनाउनु पर्छ। तपाईँ थप सफा पक्षमा सर्दै हुनुहुन्छ। अर्को तथ्य भनेको स्क्रब पहिले श्रद्ध वा आरब जुनसुकै गतिविधिमा जानुपर्छ। अब तपाईँले जान्न आवश्यक दोस्रो दृष्टिकोण वा अनुक्रम भनेको गाउन कसरी लगाउने हो। त्यसकारण गाउन र तपाईँ दुवै सफा रहनुहोस् र कीटाणुहरूलाई अगाडि नबढाई थप सफा अवस्थातर्फ बढ्दै हुनुहुन्छ। र गाउनिङलाई सही र सरल बनाउन टप डाउन बटम माथि र भित्र बाहिर छ। अनुक्रम चिन्ता नगर्नुहोस्, हामी यसलाई अर्को सरल बनाउनेछौँ। नमस्ते फेरि। अब तपाईँलाई तपाईँको सुपरवाइजरले सफा कोठा निर्माण फ्लोरमा जान निर्देशन दिनुभएको छ। तपाईँले गर्नुहुने पहिलो कुरा, तपाईँ जस्तै सफा कोठाको प्रवेशद्वारमा आउनुहोस्। त्यहाँ सधैँ आफ्नो हात धुने सिङ्क हुन्छ। यो पहिलो चरण हो। अब तपाईँले ढोका धकेल्नुहोस् र भित्र पस्नुहोस्। तपाईँले आफ्नो कर्मचारी कार्ड स्क्यान गरिसकेपछि याद गर्नुहोस्, ती सबै ढोका हुन्। सुरुमा सफा कोठाभित्र तपाईँले ढोका तान्नुपर्छ र त्यो हो। जब तपाईँ सफा कोठाभित्र गहिरो हुनुहुन्छ, धक्का ढोका हातको स्पर्शलाई कम गर्ने तरिका हो। तपाईँको हातहरू एक भाग हो जुन हामी सधैँ सफा राख्न कोसिस गर्दैछौँ। यी ढोकाहरू खोलेर अभ्यास गर्ने प्रयास गर्नुहोस्। कुहिन आफ्नो हात संलग्न बिना। तपाईँले बिन्दु पाउनुभयो। तपाईँको स्क्रिनमा तपाईँको चित्र 3मा अर्को कुरा, तपाईँको स्क्रबको साइज छनौट गर्नुहोस् जुन तपाईँलाई फिट हुन्छ। अब यो पहिलो चरण हो। अहिले गाउनको लागि तयार हुनुहोस्। याद गर्नुहोस्, हामीले भर्खर माथिल्लो तलको बारेमा कुरा गरेका थियौँ। बटम अप इनसाइड आउट अप्रोच। यो टप डाउन अप्रोच प्रयोग गर्ने समय हो। पहिले कपालको जाली उठाउनुहोस्। तपाईँले आफ्नो शरीरको माथिल्लो भाग छोप्नु भएको छ। यदि तपाईँले पहिले पन्जा लगाएका थिए र टाउको छोपिएको थिएन भने केही कुरा तपाईँको कपालबाट खस्न सक्छ। तपाईँले बिन्दु पाउनुभयो। अब तपाईँले आफ्नो टाउको छोप्नु भएको छ। आफ्नो स्क्रब टप अर्को राख्नुहोस्, त्यसपछि तलको स्क्रब राख्नुहोस्। अब तपाईँ आफ्नो जुत्तामा जुत्ताको कभर राख्न सक्नुहुन्छ। अब तपाईँले माथिल्लो तलको दृष्टिकोण बुझ्नुभयो जुन स्क्रबमा लागू हुन्छ। पहिलो चरण तिम्रो गाउनिङ। अब सम्झनुहोस्, हामीले भनेका छौँ, हामी सुनिश्चित गर्छौँ हामी सफा कोठामा सर्दै गर्दा कीटाणुहरू अगाडि लैजाँदैनौँ, किनकि हामीले तपाईँको जुत्तामा जुत्ताको आवरण मात्र राख्छौँ र तपाईँको जुत्ता जमिनको सबैभन्दा नजिक हुन्छ, जहाँ धेरैजसो ब्याक्टेरियाहरू समाप्त हुन्छन्। पुग्ने। त्यसो भए पन्जा लगाउनु अघि हात धुनुहोस्। अब पन्जा खोल्नुहोस्। तिनीहरूलाई चित्र नम्बर 8 जस्तै लगाउनुहोस्। त्यसपछि आफ्नो आँखा सुरक्षक लगाउनुहोस्। तपाईसँग सफा हातहरू र सफा पन्जाहरू भएकाले तपाईँले चस्मा उठाउन सक्नुहुन्छ। तपाईँले पोइन्ट पाउनुभयो। अन्तिम तस्विर नम्बर 10। तपाईँ तयार हुनुहुन्छ गाउनको लागि। यो तस्विरमा प्राविधिकले आफ्नो छातीको उचाइमा दुवै हात समातेको छ। यो उहाँलाई सम्झाउनको लागि सफा कोठाभित्र यो सबैभन्दा राम्रो अभ्यास हो र सधैँ ढिलो हिँड्नुहोस्। बायोटेक र औषधि उद्योगमा यसलाई मुन वाक भनिन्छ। चन्द्र वाक शब्द सम्झनुहोस् र सफा कोठा क्षेत्रमा सधैँ ढिलो हिँड्नुहोस्। अब तपाईँ आफ्नो स्क्रबमा तयार हुनुहुन्छ। कम सफा क्षेत्रबाट थप सफा क्षेत्रमा सर्दै हुनुहुन्छ। तपाईँको स्क्रिनको माथिल्लो बायाँ तस्विरमा तपाईँ ढोका खोल्न आफ्नो कुहिनो प्रयोग गर्दै हुनुहुन्छ र फेरि थप सफा क्षेत्रमा आफ्ना हातहरू सफा गर्नुहोस्। हामी निरन्तर छौँ, स्वच्छ र स्वच्छ राज्यतर्फ सर्दै। अब तपाईँले आफ्नो साइजमा मिल्ने गाउन रोज्नुहुन्छ। बेन्चमा सुत्नुहोस् कि तपाईँले भर्खर पार गर्न लाग्नु भएको छ। याद गर्नुहोस्, बेन्च। तपाईँ कम क्लिनर साइडबाट बढी क्लिनर साइडमा सर्दै हुनुहुन्छ। अहिले तपाईँले प्रत्येक एकल पिकअप गर्न आवश्यक छ। तपाईलाई चाहिने वस्तु एक गाउन जुन समग्र हो। तपाईँको टाउको छोप्ने हुडी, तपाईँको मुख र नाक छोप्ने मास्क, पन्जाको सेट। हामी कम सरसफाइबाट बढी सरसफाइमा जाँदैछौँ। हामी सुनिश्चित गर्न चाहन्छौँ हामी राख्छौँ। सुरक्षाको अर्को तह माथि नयाँ बाज पन्जा। अब तपाईँ आफ्नो हुडी लगाउनुहुन्छ। सम्झनुहोस् कि हामी अझै माथि डाउन दृष्टिकोणमा छौँ। त्यसपछि मास्कमा सर्दै निश्चित गर्नुहोस् कि तपाईँको मास्क तपाईँको चस्मा मुनि टाँसिएको छ र नाक पुल
अब हामी भित्री बाहिरी दृष्टिकोणमा जान्छौँ। सरल शब्दहरूमा सधैँ भित्रबाट गाउन छुनुहोस्, बाहिरबाट होइन। किनभने यदि तपाईको हातले पछिल्लो केही सेकेन्डमा ब्याक्टेरिया समातेको छ भने तपाईँ त्यो तपाईको गाउनको बाहिरी सतहमा हुन चाहनुहुन्न। यसबाहेक तपाईलाई सधैँ याद छ जब तपाईँ तपाईको गाउनको खुला प्लास्टिक प्याकिङ च्याप गर्नुहुन्छ, तपाईँ गाउनलाई हुकद्वारा बाहिर निकाल्नुहुन्छ, तपाईको गाउनको रङको पछाडि भित्री भागमा, त्यही सिद्धान्तलाई दिमागमा राख्दै गाउनको रोल लेगहरू राख्नबाट। तपाईको हातभित्र र भित्रबाट यसलाई रोल अप गर्नुहोस्। याद गर्नुहोस्, हामीले गाउनको बाहिरी सतहलाई छुनु हुँदैन। अब तपाईले अर्को तस्विरमा देख्न सक्नुहुन्छ, प्राविधिकले गाउनलाई भुइँमा छुन नदिई आफ्नो खुट्टाभित्र राखेको छ। अब तपाईका दुवै खुट्टा भित्र छन्, तपाईले समात्नु भएको माथिल्लो भाग, तपाईले यसलाई भित्रबाट अझै समात्दै हुनुहुन्छ। तपाईको देब्रे हातले तपाईँ आफ्नो दाहिने हात भित्र राख्न सक्नुहुन्छ र एउटा पाखुराभित्र तपाईले अर्को पाखुराभित्र राख्न सक्नुहुन्छ। निश्चित गर्नुहोस् कि तपाईको हुडी पूर्ण रूपमा गाउन भित्र छ। अब तपाईले गाउन पूर्ण रूपमा राख्नु भएको छ, केवल केही चीजहरू बाँकी छन्। तपाईले बेन्च पार गर्नु अघि र कम सफा क्षेत्रबाट बढी सफा क्षेत्रमा हिँड्नु अघि अर्को छविले तपाईलाई भन्छ आफ्नो हातलाई फेरि सेनिटाइज गर्न, जसरी तपाईँ खोल्दै हुनुहुन्छ। बाँझ प्याकिङ तपाईको गाउनको लुटको, किनभने तपाईले त्यो लगाइरहनु भएको छ। त्यसैले तपाईँ आफ्नो हातलाई अतिरिक्त सावधानीका लागि संवेदनशील बनाउन चाहनुहुन्छ। आफ्ना हातहरू सधैँ सफा राख्ने प्रयास गर्नुहोस्। अझ सफा पक्षतिर जानुहोस्। तस्विर नम्बर 14 तपाईले देख्न सक्नुहुन्छ। लुट लिइसकेपछि पहिले आफ्नो दाहिने खुट्टामा लुगा लगाउनुहोस्। यसको प्याकेजिङ बाहिर याद गर्नुहोस्। अर्कोतर्फ श्रद्ध क्षेत्र धेरै सफा छ। अब बुटी अनभएको सफा खुट्टा क्लिनर साइडतर्फ जान्छ। तपाईले लुट सहित सफा खुट्टा कहिल्यै पछाडि राख्नु हुँदैन। कम सफा पक्ष अब तपाईँ चित्र सत्रमा बीचमा टेबलको साथ स्क्रिन देख्न सक्नुहुन्छ। तपाईँ बेन्चको दायाँ छेउमा हुनुहुन्छ। कम सफा पक्ष तपाईको श्रद्ध गाउनको साथ तयार छ। ग्रेट श्रद्ध क्षेत्र जब तपाईसँग धेरै कोठाहरू हुनेछन्। अब तपाईँ बेन्च ओभर गरेर सफा कोठाभित्र हुनुहुन्छ। अब तपाईले अर्को सेट चस्मा लगाउनु हुनेछ। यी चस्माहरू तपाईको मास्क र गाउनको बीचमा एयर टाइट छन्। यस बिन्दुमा आफ्नो हातलाई फेरि सेनिटाइज गर्नुहोस्। तपाईँ जान तयार हुनुहुन्छ। तर अब तपाईले 1 मिनेटमा सुरक्षाको अर्को ताजा तह लगाउनु हुनेछ। सुरक्षाको यो तह फेरि तपाईको हातमा बाँझ पन्जाको अर्को सेट हो। यस बिन्दुमा हामी तपाईले चित्र नम्बर 21 मा रहेको स्क्रिनलाई ध्यानपूर्वक हेर्न चाहन्छौँ। जब तपाईँ पन्जाको एक जोडीको प्याकिङ खोल्नुहुन्छ, तपाईले देख्न सक्नुहुन्छ। तस्विर क्रस ओभर बेन्चमा राखिएका पन्जाहरू। प्रत्येक पन्जामा फोल्ड अप कफ हुन्छ, जसले बाहिरी भागलाई नछोइकन पन्जालाई समात्ने तरिका प्रदान गर्दछ। आफ्नो दाहिने हातले त्यो फोल्डमा भित्री सतहबाट पन्जालाई बलियोसँग समात्नुहोस्। पन्जाभित्र स्लाइड गर्नुहोस्। तपाईले पन्जाको बाहिरी सतहलाई छुन पूर्णतया बेवास्ता गर्नुभएको छ। यसबाहेक तपाईले पन्जा लगाउनको लागि छुनु भएको भाग, तपाईँ यसलाई आफ्नो हातमा घुमाउन जाँदै हुनुहुन्छ र पन्जाको त्यो भागभित्र बाहिरी भागमा जानेछ। सतह सबै सफा छ, तपाईले छोएको छैन। तस्बिर नम्बर 24 मा तपाईँ फ्लोर्स र द ग्रेडमा जान लाग्नु भएको छ। फेरि कुहिनोले ढोकाभित्र धकेल्नुहोस्। हातले छुनु हुँदैन। हामी तपाईलाई महत्त्व बुझाउन केही कुराहरू दोहोर्याउँछौँ। आफ्नो हात सफा राख्न प्रयास गर्नुहोस्। तपाईले जति सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईँ क्लिन रुम पनि भनिने निर्माण फ्लोरमा हुनुहुन्छ भने तपाईको कम्पनीको गम प्रक्रियाले तपाईलाई सञ्चालनको क्रममा प्रत्येक 15-20 मिनेटमा आफ्नो हातमा अल्कोहल स्प्रे गर्न निर्देशन दिन्छ। अब श्रद्धको लागि तपाईको गाउनिङ सकियो। यी 2 ग्रेड ड र ब बीचको भिन्नता छ द भन्दा धेरै कडा छ। त्यहाँ शब्दावलीहरूमा प्रशिक्षण छ जुन तपाईले पूरा गर्नुभयो। क्षेत्र वर्गीकरण बारे व्याख्या गरिएको छ। ड र ब र अन्य कारकहरू र सफा कोठाको 2 वर्गहरू बीचको भिन्नता। अब हामी प्रवेश निकास लग बुकमा जाँदैछौँ। यो लगले केवल सबै डेटा बुकको ट्र्याक राख्छ, जो कोही यो सफा कोठामा प्रवेश गरेको छ र कुन समयमा बाहिरिएको छ। सफा कोठा प्रतिबन्धित क्षेत्र हो। जिम्मेवार व्यक्तिहरूलाई मात्र अनुमति छ।
एक निर्माण प्राविधिकको रूपमा तपाईले दैनिक आधारमा उत्पादन गतिविधिहरू प्रदर्शन गर्नुहुनेछ। यी गतिविधिहरू वा औषधिहरू प्रदर्शन गर्न तपाईलाई प्रवेश, निकास, लग र जानकारी ट्र्याक गर्दै जान्न आवश्यक छ। धेरै सफा कोठाहरूमा दिइएको समय लगमा अनुमति दिइएको अधिकतम सङ्ख्यामा मानिसहरूको प्रतिबन्धहरू छन्। ट्र्याक राख्न मद्दत गर्दछ। कुन दिन, कुन शल्यक्रिया, कुन औषधिको लागि गरिएको थियो भन्ने पत्ता लगाउने क्षमता पनि यसले सिर्जना गर्छ। सबै लगबुकहरूले ट्रेसिबिलिटी सिर्जना गर्दछ। लगबुकमा थप जानकारी उत्पन्न हुन्छ, थप ट्रेसिबिलिटी। हेर्नुभएकोमा धन्यवाद। अर्को कक्षामा भेटौँला।